हेलो गाइस, सबैजनालाई गुड नाइट हैन। अहिले चाहिँ बेलुका भइसकेको छ, 7:22 गइसकेको छ। म चाहिँ बिहान बेलुका चाहिँ आजभोलि चाहिँ लगभग 15 दिन भयो यो गीतामा चाहिँ अलिकति मेरो मन गइरहेछ है। बिहान बेलुका चाहिँ एकदमसँगले ध्यान यसमा चाहिँ जे ध्यान दिएर पढ्नुभयो, बुझेर पढियो भने चाहिँ यो जुन गीता छ उहाँमा चाहिँ एकदम धेरै मन भुल्ने रहेछ। अनि आफूले आफूलाई कसरी चिनिन्छ र अरूसँग कसरी आफूले तुलना गर्ने, अरूको कुरा गर्ने या नगर्ने, र आफू एक भक्तिमा हिँड्ने या आफ्नो बाटोमा हिँड्ने हैन, आफूहरूले सबै कुरा बुझ्न सकिने रहेछ। र यो गुरु परम्परा भन्ने चाहिँ एउटा सुरु भइसकेको छ। अब चाहिँ म कति भन्नुहुन्छ भने 34 पेजसम्म चाहिँ पढ्दै आइसकेको छु। 15 दिनभित्रमा 34 पेज पढेछु भने अब चाहिँ सुरु गरेको छु मैले। भागवत श्रीकृष्ण, ब्रह्मजी, नारदजी, व्यास, धर्मचाय, यो अब ईश्वरहरूको चाहिँ मैले यहाँदेखि अब पढ्न सुरु गरिरहेको छु। अध्याय 1 भनेर कुरुक्षेत्रका युद्ध भूमिमा चाहिँ सैनिकहरूको निरीक्षण कसरी भएको थियो, के थियो हैन। अब यहाँदेखि चाहिँ म जहाँसम्म मेरो दिमागले कति भ्याउँछ, कति बुझ्छु, यो संस्कृति चाहिँ खासै पढ्न आउँदैन, कति बुझ्छु के गर्छु है। अब मैले बुझेको कुराहरू यसो स्टोरीहरू राख्दै जान राख्छु हैन। जति बुझ्छु त्यति, र फेरि पनि दोहोऱ्याउँदै पढ्यो भने धेरै बुझ्न सक्छु होला भन्ने आशा छ। र यो पढ्दै गयो भने चाहिँ मनमा भएको चिन्तन हैन जति पनि गर्दै गयो भने दिमाग चाहिँ फ्रेस हुने, जुन यही प्रति ध्यान हुने क्या, कतिखेर पढ्नु भने जस्तो हुन्छ हैन। तर मासु खाएको बेला पढ्नु हुँदैन, भरिसक मासु नै नखानु भन्ने छ। तर मैले चाहिँ यो जब पढ्न थालेदेखि मासु चाहिँ खाएको छैन। अब हेर्दै जाम, खान सकिनँ भने खाँदिनँ, या खान मन लाग्यो भने खाने, चोखो निदो गर्ने, अनि फेरि पनि उहाँको जस्तै पाठ पढ्ने है भन्दै हजुरसँग यो कुरा चाहिँ सेयर गर्न मन लाग्यो। अनि म चाहिँ अब यहाँदेखि सुरु गर्नेछु है त गाइस। आजलाई यति नै भन्दै अब म सुरु गर्छु एकछिन, अनि सुत्ने हो। अनि के बुझ्छु हजुरहरूलाई कुरा राख्छु नि है।